गुड मर्निङ। आज म र कृतिका बजार जाँदैछु। हेर्नु नि पछाडिको फ्लावर के राम्रो देखेको है। थ्याङ्क यू। गाडी पर्खिरहेको छु, गाडी नै आएको छैन। अब यतापट्टि जानुपर्ने हो, यताबाट गाडी नै आएको छैन। गाडी आउँछ, एक एकजनाको मात्रै सिट भएको आउँछ। कृतिका आज हामी कहाँ गएको? बजार गएको। किन गएको? सपिङ गर्नु। आज चाहिँ हामी किन गएको भन्दाखेरि हिल्स एन्ड क्लोजमा चाहिँ 500मा स्यान्डलहरू फ्ल्याटहरू अफरमा छ अरे। अनि त्यही भएर हामी त्यहाँ सपिङ गर्नु गएको। कस्तो कस्तो रहेछ देखाउने छु है। एमजीमा पनि पुग्यो हामी। टुरिस्टहरू हेर्नु न, म यति बेसी आइरहेको रहेछ। ल एमजीमा पनि आइपुग्यो टुरिस्टहरू। हेर्नु यहाँ भर्खर आएको रहेछ। अब चाहिँ हामी अफर लागेको हिल्स एन्ड क्लोजमा आइपुगेँ। तर अब अफर चाहिँ बाँचेको छ कि छैन हेरौँ भित्र गएर। एमजी मकको हिल्स एन्ड क्लोज। यही हो। सानो कि देख्दा चाहिँ 36हरू 35हरू रबरमा छैन है, पानीमा लाउने। यति चाहिँ अब यहाँबाट हेर्नु। ल अब चाहिँ निक्ल्यो पनि। ए मैले 2 झोला, 1 झोला, 2 झोला, यता कृतिकाकोमा 1 झोला, भारी बेसी भयो। अब चाहिँ हामी चाहिँ सपिङ गरेर चाहिँ निस्केको। के चाहिँ सपिङ गरेर निस्केको हामी कहाँ? सेल 50%। ए त्यहाँ जाउँ ल। सजुको प्लास्टिकको रबरको उयो किन्नुपर्ने छ हौ। अब त्यो अफिस जानु लागि क्या, त्यसलाई ड्युटी जानु लागि उयो किन्नु भनेछ। तल गरौँ ल। हामीले किन्यो, मैले कतिवटा किन्यो मैले, मेरो लागि होइन है, तर सबै अर्डरको हो। अर्डरको छ। त्यहाँदेखि यहाँ त यहाँ नि अफरै अफर रहेछ। होस् अहिले म तपाईँहरूलाई घरमा गएर देखाउँछु ल। घरमा गएर देखाउँछु। हेर्नु त सजुलाई एउटा यही लग्यो होइन। तपाईँले 40 भन्दै थियो नि। हेर्नु ल, यो म भिडियो गरिरहेको छु कि। मलाई 40 है यो 6 नम्बर होइन, यो 39 रहेछ। वाटरको रहेछ ल, पानीमै लाउने चप्पल रहेछ। हेर्नु ल, यो 7 नम्बर। यो नि पानीमै लाउने रहेछ। फर्केको हामी टेलरको सपमा पनि गयो। लुगाहरू यो घटाउनु थियो, त्यो कामहरू पनि गरेँ। जुत्ताहरू पनि सबै किनेँ हो। त्यहाँदेखि अन्त यसो घरमा बस्ने फेरफारे ड्रेसहरू पनि किनेँ। कृतिका हेर्नु नि, कृतिकाको झोला हेर्नु नि। कृतिकाको त्यत्तिकै छ, मेरो त्यत्तिकै छ। पनि काका हो। के भयो? कम त सास फेर्दैन न। ब्रिदिङ प्रब्लम। अब चाहिँ म बजारहरू पनि गयो। बजार गएर अलिक सपिङ गरेर अब चाहिँ म अचानक घर जानु पर्यो। अन्त अहिले कति बज्यो? 6 बजी चाहिँ हामी घर जाँदैछु। कृष्णदा यहाँ ड्राइभ गर्नुहुँदैछ। 6 बजी भनेपछि अब कति बजी पुग्छ होला हामी? 8:30 9 बजीतिर पुग्छ। यहाँ हेर्नु न, यस्तो फगी लागिरहेछ यहाँ चाहिँ। यहाँ चाहिँ चिसो भएर स्वेटर ज्याकेट लगाएर गएको। तर यो त अब एकछिन तल पुग्दा पुग्दा पुग्दै खोल्दै जानुपर्छ। आज बिहानदेखिको बजार डुली। यो हाम्रो बागथाङ मन्दिर हो, शिव मन्दिर हो यो।
यहाँ दिउँसो चाहिँ टुरिस्ट चाहिँ यति बेसी हुन्छ कि हाम्रो यहाँ बागथाङ फल्स यो चाहिँ टुरिस्टहरू अहिले सबै छैन रहेछ, कम्ती रहेछ। बिहान त यस्तो जाम भएको कि यो बाटो, टुरिस्ट बेसी भएर। लु अब चाहिँ हामी 3 साढे 3 घन्टाहरू लाग्छ होला। खाली छ भने त 2.5 घन्टा पनि पुग्छ नि। हामी अस्ति त 2.5 घन्टामै पुगेको थियो, तर अब जामहरू छ भने चाहिँ 3 साढे 3 लाग्छ। जाँदैछु। अहिले रोड त खाली खाली देख्दैछ, छिटो पुग्छ कि। अघिको थाना पछाडि राख्यो हो त। हाम्रो यहाँ घडीमा कति बज्यो हो? 6:15 भयो। 15 नै भन्दा नि हुन्छ। 6:15 भयो घडीमा। 6:15 चाहिँ हामी गान्तोक चाहिँ पुग्यो। हस्पिटल छोडेर त यो पार्किङ पायो। पुरानो हस्पिटल चाहिँ यसकै माथि थियो, अहिले चाहिँ छैन। 50 years of उयो स्टेट हो। 29 तारिक हाम्रो 50 years of statehood। 29 तारिक है प्रोग्राम। 29 तारिक अनरेबल हाम्रो प्राइम मिनिस्टर अफ इन्डिया आउनुहुँदैछ। 29 मा पुरा प्रिपरेसन हुँदैछ। कस्तो मजाले वालमा हेर्नु कस्तो दामी मजाले कलर गरेर आर्ट्स गरेर कस्तो राम्रो देखेछ नि हाम्रो गान्तोक, हाम्रो सिक्किम। यता भित्रबाट गयो भने चाहिँ एमजी मार्ग, यता उन्तो गयो भने चाहिँ हामी घर जाने बाटो। अब यो चाहिँ एमजी मार्ग। यता चाहिँ गाडी पस्नु दिँदैन, उयाँसम्म गेटसम्म मात्रै पस्नु दिन्छ, त्यहाँदेखि चाहिँ भित्र पस्नु पाउँदैन। ल अब चाहिँ यताबाट चाहिँ हामी घर गएको। यहाँ चाहिँ हाम्रो वेस्ट पोइन्ट, सिक्किमको सबसे ठुलो मल हाम्रो वेस्ट पोइन्ट। नेसनल फ्ल्यागहरू पनि कति राम्रो हुन्छ। कहाँबाट घुमेको हो? यहाँबाट गयो भने चाहिँ अब नचिन्नेलाई भनेको मात्रै मैले लालबजार हो, हाम्रै सिक्किमहरूकोलाई यहाँको नजिकहरूकोलाई त सबैलाई याद हुन्छ। वरिपरि टाढो टाढो मेरो भिडियो हेर्नु उनीहरूलाई चाहिँ भनेको माथिबाट लालबजार। यहाँ फ्लाइओभरहरूबाट पनि जान सक्नुहुन्छ। उयो परको ग्रीन कलरको देख्दै गरेको सुपर मार्केट, त्यो जग्गालाई सुपर मार्केट भन्छ। यहाँबाट सर्टकट छ। यो ग्रीन कलरको लामो देख्दै गरेको डल्लै सुपर मार्केट हो।
स्मार्ट बजार। तपाईँहरूलाई अब म घर पुगेर भेट्नेछु। अब चाहिँ गाडीमा भिडियो गर्दिनँ। पनि आइपुगिसकेँ। आजको सपिङ आजको अघि मैले सेन्टोसमा किनेको अफरको सेन्डलहरू, यो एक जोडी, अन्त यो अर्को जोडी, यो अर्को जोडी, त्यहाँ पनि खोलिँदैछ। यो अर्को जोडी, अन्त यो पनि हो, यो पनि हो। यो चाहिँ हिल सेन्टोसबाट ल्याएको होइन, यिनीहरू चाहिँ सबै हिल सेन्टोसबाट ल्याएको। तर यिनीहरूको प्राइस चाहिँ अन्ली 500 अफरमा। अन्त यसको चाहिँ यो चाहिँ रबरको हो, पानीमा लाउँदा हुन्छ। यो चाहिँ 300मा थियो। आजको यति हो सपिङ। अनि यो चाहिँ आमाको लागि होइन, खोल्नु पर्दैन। यो चाहिँ आमाको लागि ल्याइदिएको। यो क्विल्ट छ, बेडसिट छ, अन्त पिलो कभर छ, सेट। यति नै हो आजको। लु, आजको भ्लग यतिमै इन्ड गर्नु गइरहेछु। थ्याङ्क यू, बाई बाई।